subscribe and press the bell icon to never miss any update. हाम्रो अध्यक्ष नारायणमान बिजुक्सेजी भन्नुहुन्छ विचार छोडेपछि हिमालयमा चिप्लिटी खल्नु जस्तो हुन्छ। अब भयो कि भएन माओवादीहरू एमालेहरूको स्थिति के भएको छ। हामीले समय नटोके पनि जनताको आवश्यकता पहिलो प्राथमिकतामा राख्दै गइरहेका छौँ। यो भक्तपुरलाई चाहिँ नेपालको उत्तर कोरिया बनाइरहेछन्। भित्रभित्र त्यहाँ पनि समस्याहरू छ, तर त्यो बाहिर ल्याउँदैनन्, फिल्टर हुन्छ भन्ने तरिकाले पनि आरोप। कोरोनाको समयमा ल यति बजेट नगरपालिकाले राखिदिन्छौँ, तपाईँहरूले अक्सिजन प्लान्ट राख्नुहोस् भनिदिएको भए प्रदेश सरकार हाई हुन्थ्यो हेर्नुहोस् है। संहिता देशमा आयो, संविधानमा आयो, कानुनमा आयो, नेताहरूमा दिमागमा आयो। जनताको बिचमा 5 वर्ष अगाडि दिएका वचनहरू त पुरा गऱ्यौँ, तर त्यो बिचमा गर्न नसकेका प्रदेश सरकारले सहयोग नगरेर, केन्द्र सरकारले आवश्यक सहयोग नगरेर गर्न सकेका काम अहिले पुरा गर्ने सोचमा छौँ। नमस्ते, धन्यवाद। हार्दिक बधाई तथा शुभकामना। धन्यवाद। नेमुकीपाले भक्तपुर नगरपालिकामा फेरि पनि सबै पदमा जित हासिल गर्यो। सबैभन्दा पहिला यो सम्भव कसरी भयो भनेर सोध्नु। जनताको सेवा, राजनीति जनताको सेवा गर्ने र सेवा गर्नको निम्ति हो भनेर हामी त्यसबाट प्रशिक्षित भएको व्यक्ति नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरू निर्वाचित भएपछि या निर्वाचन नहुँदा पनि राजनीति गर्ने सबै कार्यकर्ताहरूले जनताको सेवालाई नै केन्द्रबिन्दुमा राखेर काम गर्दै आउनुभएको छ। हामीले त्यसरी नै काम गऱ्यौँ, खासै अरू केही छैन। हामीले जनताको सेवालाई नै पहिलो प्राथमिकतामा राखेर काम गर्दा जनताले माया गरे, माया गर्नु त्यति हो। तर अरू पार्टीहरूले त कब्जा गरे भक्तपुर भन्ने आरोप लगाउँछन्। त्यति पनि भनेन भने के ठाउँ छ त, उहाँहरूले अरू भन्ने ठाउँै छैन त। सबै सारा जनताले राम्रै प्रजातान्त्रिक अभ्यास गर्न पाउनु भएको छ। हामीले तथानाम गाली गर्दै हिँड्नु भएको छ, हामीले केही भनेनौँ। प्रजातान्त्रिक अभ्यास गर्नुहोस् सबै ठाउँमा। अरू ठाउँमा त्यही कुरो यहाँ बोलेका कुराहरू ती विपक्षी दलका नेताहरूले अरू ठाउँमा बोलेको भए के हुन्थ्यो। अब त्यो त भिडियो रेकर्डहरू हेरेपछि थाहा हुने विषय हो। तर हामीले त केही भनेनौँ। हामीले सैद्धान्तिक कुराहरूको आलोचना गऱ्यौँ, व्यक्तिगत रेसिपी केही पनि छैन। सैद्धान्तिक कुराहरू गर्छौँ, त्यो त हाम्रो राजनीतिक सिद्धान्तले दिएको कुरा हो, त्यो गर्छौँ पनि। त्यसको त हामीले जवाफै दिएको छौँ नि टेलिभिजन मार्फत। उहाँहरूले यहाँ मञ्चमा दिनुभयो, हामीले टेलिभिजनका विभिन्न पर्दाहरू मार्फत दियौँ। सबै कुरा त्यो फोहोरलाई हानिरहनु, त्यो चिताहरू आफैमा फर्किने हो होइन। वास्तवमा त्यो स्तरहीन कुरा गर्दैनौँ हामी। सैद्धान्तिक कुराको त हामीले जति कसले गरेको छ त, जस्तो माओवादीको भयो, एमाले, काङ्ग्रेसको, हामी सैद्धान्तिक कुरा गर्छौँ। त्यो व्यक्तिगत यो विद्यार्थी कालमा बोले जस्तै आफूले केन्द्रीय सदस्य, आफूले सांसद भनेकाहरूले बोल्नु त्यो सुहाउने विषय होइन। त्यस्ताहरूको हरेकको जवाफ दिइरहनु आवश्यक पनि ठान्दैन होइन। आफ्नो स्तर त आफैले घटाउँछ नि होइन। 2039 सालदेखि नै भक्तपुरमा नेमुकीपाले शासन गर्दै आएको छ। अब यो अन्य पार्टीहरू त नभएका पनि होइन, उम्मेदवारहरूमा त हामीले हेऱ्यौँ, मतान्तर फरक भयो, त्यो अलग कुरा छ। अनि त्यो अरू पार्टीहरूलाई आउनै नदिने रणनीति चाहिँ के हो होइन। हामीले शासन भन्दा पनि यसलाई जनताको सेवा गर्ने भनेर भन्दा राम्रो हुन्छ। अरू पार्टीहरूलाई जनताले रुचायो भने आउँछन्, नआउने कुरै भएन। यसभन्दा अघिल्लो चुनाव 74 सालमा भयो, त्यसभन्दा अघिल्लो चुनावमा त 2 जना, एकजना राप्रपा, एकजना नेपाली काङ्ग्रेसको त निरन्तर आइरहनु भएकै थियो नि। 11 नम्बर वडा, त्यसपछि 16 नम्बर वडामा धेरै पटक जित्नुभयो नि। तर जब यो संहिता आयो, नयाँ संविधान आयो, त्यो क्रममा पहिलो 74 सालको चुनाव हो, त्यसपछि त नेमुकीपाले पुरै जितेको हो। त्यो त जनताको भावनाअनुसार, जनताको आवश्यकताअनुसार काम गर्यो भने त उहाँलाई पनि त जिताउँछन्। प्रश्नै त्यो यहाँहरूले खास गर्नु के भएको छ भनेर जनताहरूलाई चाहिँ के गर्दा चाहिँ यसरी चाहिँ सबै क्लिन स्विप नै हुने चाहिँ अवस्था आउँदो रहेछ। जनताको निम्ति आवश्यक आधारभूत कुराहरू हामीले पुर्याइदियो भने जनताले मन पराउँछन्। जस्तो कि शिक्षाको कुरा होइन। अब शिक्षा जनताको निम्ति आवश्यक पनि हो, त्यो अनिवार्य रूपमा
चाहिने विषय पनि हो। हामीले शिक्षामा जोड दियौँ। शिशु स्याहारदेखि कलेज तहसम्म हामीले सञ्चालन गऱ्यौँ। अहिले वरावरामा शिशु स्याहार केन्द्रहरू छन् अनि कलेजहरू हाम्रै 7वटा शैक्षिक संस्थाहरू छन् जहाँ देशभरका 72 जिल्लाका अहिले 60,000 विद्यार्थीहरू पढ्छन्। अब त्यो पढ्ने मात्रै भएन, पढ्न नसक्नेहरूको निम्ति हामीले छात्रवृत्ति दिन्छौँ, जेन्डारहरूको निम्ति पनि र गरिबहरूको निम्ति पनि। वर्षको 3 करोड रुपियाँ त हामीले छात्रवृत्तिकै निम्ति खर्च गरिराखेका हुन्छौँ। त्यसपछि त्यसमा पनि अरू कलेज विश्वविद्यालयमा गएर पढ्न जानेहरू धेरै छन्। त्यस्ता छन् आर्थिक रूपले कमजोर छ भने त्यस्ताहरूको निम्ति भनेर हामीले शैक्षिक ऋणको व्यवस्था गरेका छौँ 5 लाखसम्मको। अहिले 314 जना विद्यार्थीहरू त्यसरी पढिरहेका छन्। त्यस्तै गरिकन हामीले पोलिटिकल साइन्स भयो, हिस्ट्री भयो, जियोग्राफी भयो, नेपाल भाषा, कल्चर, ती 5वटा विषयमा उच्च शिक्षा पढ्नुको निम्ति जहाँ गएर पढे पनि नगरपालिकाले पैसा तिरिन्छ। पूर्ण स्कलरसिपमा हामीले पढाइराखेका छौँ। नगरपालिकाभित्र स्थायी बसोबास भएकाहरू नागरिक हुनुपर्छ, त्यो त अनिवार्य नै पऱ्यो हामी। ती सबै कुराहरू शैक्षिक क्षेत्रमा हामीले सुधार गऱ्यौँ। पहिले साह्रै शिक्षामा पछाडि परेको यो भक्तपुर अहिले शिक्षामा हरेक क्षेत्रमा अगाडि छ। अब स्वास्थ्य जनताको निम्ति एउटा आधारभूत आवश्यकता हो, त्यसैले स्वास्थ्यलाई हामीले जोड दियौँ। घर घरमा गएर नर्सहरूले सेवा गर्नुहुन्छ, स्वास्थ्य स्वयंसेविकाहरू जानुहुन्छ, उहाँहरूको रुटिनै डेली आफ्नो वडामा मात्रै घुम्ने हामीले रुटिन बनाइदिएका छौँ। वडामा डाक्टर सहितको स्वास्थ्य चौकी बनाइदिएका छौँ, जनस्वास्थ्य केन्द्रहरू। अनि त्यसभन्दा स्तरीय हामीले खोप अस्पताल सञ्चालन गरेका छौँ। दैनिक 650-700 बिरामीहरू आउनुहुन्छ। हाम्रो खोप अस्पतालमा 35-36 जना डाक्टरहरू हुनुहुन्छ अनि त्यसमा पनि आधा जति विशेषज्ञ डाक्टरहरू हुनुहुन्छ। 80 रुपियाँमा विशेषज्ञ सेवा, 50 रुपियाँमा हामीले एमबीबीएस डाक्टरको सेवा दिएका छौँ। 135 जना त हाम्रो खोप अस्पतालमा कर्मचारी डाक्टर नर्सहरू कार्यरत हुनुहुन्छ अनि असाध्य सस्तोमा हामीले स्तरीय स्वास्थ्य सेवा दिइरहेका छौँ। आइसियु, भेन्टिलेटर लगायतका एसटियु अनि साधारण बेड गरिकन 100 बेडको हाम्रो तयारी अवस्थामा छ। 25 बेडको अहिले स्वीकृति छ, हामी 100 बेडको निम्ति त्यसमा प्रयास गरिरहेका छौँ। अनि आयुर्वेदिक केन्द्र छ हाम्रो। आयुर्वेदिक सेवा गर्नु पर्यो भने हाम्रै नगरपालिकाले अनुदान दिएर निःशुल्क, पूर्ण रूपमा निःशुल्क सेवा दिइरहेको छ। आँखा अस्पताल छ जहाँ असाध्य सस्तोमा आँखाको अपरेसन समेत हुन्छ अनि मोतीबिन्दुको अपरेसनदेखि लिएर विभिन्न उपचारहरू हुन्छ, चस्माका कुराहरू भयो। अनि श्वास प्रश्वास केन्द्र, दमखोपकीका लागि श्वास प्रश्वास केन्द्र छ जहाँ हाम्रा डाक्टरहरू जापानमा पठाएर त्यहाँको नयाँ टेक्नोलोजीको विकास सँगसँगै हामीले त्यो प्रक्रियालाई सुरु गरेका छौँ। नेपालमा पहिलो भनेर भनिएको छ त्यस्तो स्वास्थ्य जहाँ 100 रुपियाँमा त्यो सबै दमखोकीका रोगीहरूको उपचार हुन्छ। यसरी घर दैलोदेखि लिएर स्तरीय स्वास्थ्य सेवा हामीले प्रदान गरेका छौँ। शिक्षा र स्वास्थ्य जनताको आवश्यकताको विषय हो, हामीले त्यसैमा जोड दियौँ। यो शिक्षा र स्वास्थ्य जो आधारभूत कुराहरू छ यसमा चाहिँ अरू पालिकाहरूमा हेर्दा चाहिँ त्यो व्यक्तिगत अथवा चाहिँ कुनै समूहको त्यसमा लगानी हुन्छ र उनीहरूले त्यो तरिकाले व्यवहार गर्छन्। अनि भक्तपुरमा चाहिँ त्यो नगरपालिकाको हुनुपर्ने किन, त्यसले के फाइदा गर्छ पालिकालाई चाहिँ? अरू पालिकाहरूले त्यो कुराहरू किन अवलम्बन गर्न सकिरहेका छैनन्? राज्यको दायित्व हो शिक्षा र स्वास्थ्य भनेको। हाम्रो संविधानमा हेऱ्यौँ भने हामी समाजवादमुख राज्य भन्छौँ। हाम्रो देश समाजवादतिर उन्मुख छ भनेर हामी पढ्छौँ, संविधान कानुनमा त्यही लेखिएको छ। त्यो समाजवादको अर्थ हो शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराहरू सबै राज्यको पहुँचमा पुग्नुपर्छ, राज्यको नियन्त्रणमा हुनुपर्छ भन्ने सिद्धान्त हो। त्यसैले बिस्तारै हामी शिक्षालाई, स्वास्थ्यलाई नगरपालिकाले नै सञ्चालन गर्ने भनेर क्रमशः यसलाई विकास गर्दैछौँ। त्यस्तै गरिकन माध्यमिक विद्यालयहरू, प्राइभेट स्कुलहरू पनि छन्, त्यो शैक्षिक स्तरलाई उठाइदिएका छौँ हामीले। नत्र सामुदायिक विद्यालय भनेपछि नाक खुम्च्याउने कयौँ मान्छेहरू छन्। अब यहाँ सामुदायिक विद्यालय भनेपछि गर्व गर्ने ठाउँको रूपमा विकास भएको छ। एउटै सामुदायिक विद्यालयमा 4045 विद्यार्थी पढ्छन्, 1500 पढ्ने छ, 800 पढ्ने छ। राख्ने ठाउँ भएको भए त अझ कति विद्यार्थीहरू पढ्छन्। सामुदायिक विद्यालयमा पढ्नाउन पनि अहिले त्यो स्थितिमा आइपुगेको छ। शैक्षिक स्तरमाथि उठाउने क्रम पनि हामीले जोड दिइरहेका छौँ त्यो कार्यक्रममा पनि। यसरी हाम्रो आधारभूत आवश्यकतामा हाम्रो जोड दिएको कारणले जनताको आवश्यकता त्यही हो। नत्र शिक्षा साह्रै महँगो छ, स्वास्थ्य साह्रै महँगो छ, त्यो कुरालाई सर्वसुलभ तरिकाले हामीले उपलब्ध गराइदिएका छौँ।
ती कारणहरू त्यसमा चाहिँ नगरपालिकाले आफ्नो लगानी गरेर सबै गरेको। थोरै लगानी छ नगरपालिका। त्यसमा पनि यस्तो कतिपय आरोप पनि लगाउँछ। सबै कुराहरू बुझाएर राखेको छ, सबै आफ्नो कब्जामा हुन्छ। नगरपालिकाले गर्नु भनेको नेमेकीपाले आफ्नो कब्जामा लिनु पनि भन्छ। त्यो नगरपालिका भनेको नियमकिपाको होइन, त्यो त जनताको हो। एमाले जितेर आयो, एमाले चलाउने, काङ्ग्रेसले जित्यो भने काङ्ग्रेसले चलाउने हो। त्यो जसले जनताले रुचाउँछ त्यो अनुसारै चलाउने हो। त्यसैले अब त्यो तर्कको लागि तर्क गर्नु छुट्टै कुरा हो। यथार्थमा राज्यको पहुँच बढाउने क्रममा हामी छौँ। निजी क्षेत्रलाई बढावा दिँदै जानु भनेको त्यो पुँजीवादी लाइनतिर हो। अब संविधान कानुनले समाजवाद उन्मुख भनेकोले हामीले समाजवाद उन्मुख दिशातर्फ हामी अगाडि बढिरहेका छौँ। फरक त्यति हो। अरूले निजीलाई प्राथमिकता दिन्छन्, हामीले राज्यको स्वामित्व बढाउनेमा प्राथमिकता दियौँ। किनभने त्यो जनताको हो, त्यो सम्पत्ति। स्वास्थ्य चौकीहरूदेखि लिएर स्कुल कलेजहरू जनताका हुन्, त्यसलाई राम्रो बनाउनु पर्छ भन्नुको अर्थ जनताले कम पैसामा एकदमै राम्रो सेवा उपलब्ध हुने हो। नत्र त एउटा निजी हस्पिटलमा गयो, निजी कलेज, निजी विद्यालयमा गयो भने एकजना बच्चाको निम्ति धेरै पैसा तिर्नुपर्छ नि। एकजना बिरामीको लागि त हजारौँ हजार पैसा तिर्नुपर्छ। अब हामीले त्यसमा साह्रै थोरै पैसामा त्योभन्दा राम्रो सेवा दिएका छौँ। जनताले खोज्ने त सेवा न हो। त्यसैले हामीले जति गर्न सक्छौँ ती कुराहरू बोल्ने गर्छौँ। अब अरूले जस्तै असम्भव सपनाहरू बाँड्दैनौँ पनि बोल्दैनौँ पनि। सायद त्यसैले विभिन्न खालका आरोपहरू लगाउने गर्छन् मान्छेले। त्यो आरोपको कुनै त्यो अर्थ छैन। त्यो प्रभावमा पारेर, प्रलोभनमा पारेर मत जित्छन् अरू पार्टीहरूले भन्ने नेमेकीपाले चाहिँ भनिरहेको हुन्छ, हामीले सुन्छौँ। अब यहाँ पनि क्लिन स्विप गर्दा अरूले पनि त्यो आरोप लगाए। त्यो यथार्थ कुरा त यहीँ बुझ्न सक्ने कुरा भयो नि। त्यो कहाँ अरूलाई आरोप लगाएको हो र? यथार्थ कुरा त संसारले देखेको छ नि। टेलिभिजनमै आएर बोल्छन् मैले त 6 करोड खर्च भयो, 3 करोड 80 लाख भनेर दाबी गर्छन्। अनौपचारिक रूपमा बोल्ने त कति छन् कति, तर औपचारिक रूपमा बोल्नेहरू पनि हामीले देखेका छौँ। भोज खुवाएको चुनावको दिन र त्यसभन्दा अगाडिदेखि कयौँ ठाउँमा होटल बुक गरेको हामीले देखेकै छौँ। सारा संसारले देखेको कुरामा हामीले भनिरहनु आवश्यक पनि छैन। त्यो कतिले ग्यास वितरण गरेको, कतिले भोज खुवाएको, कतिले के गरेका, पैसा बाँधेका कुराहरू त यस्तै मिडियाहरूले सार्वजनिक गरिरहेकै छन्। हामीले भनिरहनु आवश्यक छैन। तर यहाँ त्यस्तो हुँदैन। भक्तपुरमा तपाईँहरू चुनावको दिन पनि घुम्नुभएकै होला। एकजना मान्छेले पनि यताउति गरेन, आफ्नो लाइन अनुसार बस्छन्, भोट खसाल्छन्। चुनावको प्रचारमा पनि सबैले आफ्नो आफ्नो तरिकाले बोलिरहेका हुनेछन्। र कहीँ पनि यहाँ तरक परक भने एउटा पनि तपाईँले देख्नुभएको छैन होला भक्तपुर एरियामा हेर्नुभयो भने। अरू ठाउँमा जति तपाईँले यो झन्डा सन्दादेखि लिएर विभिन्न खालका कुराहरू गर्छन्, हाम्रोमा त्यो पटक्कै छैन नि। हामीले नगरेपछि अरूले पनि सायद गरेनन् होला, नत्र पहिले त धेरै गर्थ्यो होइन। गएको वर्ष यो 5 वर्ष अगाडि पनि हामीले गरेनौँ, अरूले पनि गरेनन्। त्यो अनुशासनमा हामी राख्न चाहेको। आचार संहितामा हस्ताक्षर गर्ने अनि थारो उल्लङ्घन गरेपछि त कानुनी कारवाही मात्र होइन नि, नैतिक कारवाही पनि त हो नि। आफूले सही पनि गर्ने, त्यसको उल्लङ्घन पनि गर्ने भनेपछि हामीले भने केही पनि नगर्ने, जनताको मन जित्ने हो। हामीले काम गरिरहेका छौँ। हामीले जे गरिरहेका छौँ खुला पुस्तक सरह छ, कुनै कुरा लुकाएकै छैनौँ भने त्यसमा मत दिने हो भन्यो। हामीले ठाउँ ठाउँमा शोकसभाहरू राख्यौँ, ठाउँ ठाउँमा जनसभाहरू राख्यौँ, प्रचार प्रसारमा पर्चाहरू घर घरमा पुर्यायौँ। बस त्यसैको आधारमा चुनाव जितेका हौँ। केही कुरा त यहाँले भन्नुभयो, जनताको सेवा गरेपछि सबै सम्भव हुन्छ भन्ने कुरा त झन्डै बुझ्यो। तैपनि प्रश्न चाहिँ यो आरोपकै प्रश्न भएर मैले चाहिँ यसलाई चाहिँ छोड्न चाहिँ सकिनँ। यो भक्तपुरलाई चाहिँ नेपालको उत्तर कोरिया बनाइरहेछन्। भित्रभित्र त्यहाँ पनि समस्याहरू छ, तर त्यो बाहिर ल्याउँदैनन्, फिल्टर हुन्छ भन्ने तरिकाले पनि आरोप हुन्छ। कति उत्तर कोरिया के हो भनेर नबुझ्नेहरू यस्तै यस्तै भन्छन्। अहिले संसारमा सुखी समाज छ भने उत्तर कोरियामा छ। समानताको हिसाबले हेर्नुहोस्, शिक्षाको हिसाबले हेर्नुहोस्, शक्तिको हिसाबले हेर्नुहोस्, वैज्ञानिक या विज्ञानको हिसाबले हेर्नुहोस्, प्रविधिको हिसाबले, सम्पूर्ण हिसाबले विकसित देशको रूपमा उत्तर कोरिया अगाडि छ। तर हामी उत्तर कोरिया बनाउन चाहेका हौँ, भक्तपुर बनाउन चाहेका हौँ नि हामीले त। भक्तपुरको आफ्नो छुट्टै विशेषता छ, यहाँको छुट्टै कल्चर छ, यहाँको हेरिटेजहरूलाई कसरी संरक्षण गर्ने,
यहाँका मानिसहरूको रहनसहन जनजीविकालाई कसरी सहजतापूर्वक अगाडि बढ्ने हामीले सोचेको त त्यही नै हो। त्यसैले मान्छेहरूले उत्तर कोरिया के हो भनेर नबुझेर उत्तर कोरियासँग डाँजेको कुरा गर्छ। उत्तर कोरिया जस्तो भयो भने संसारले स्वर्ग भनेर भनिरहनु पर्छ र? संसारको स्वर्ग छ भने उत्तर कोरिया नै हो नि। नत्र हाम्रो जस्तो सानो देश, हाम्रै जस्तो थोरै जनसङ्ख्या भएको देश, संसारको सर्वशक्तिमान देश अमेरिका, संयुक्त राज्य अमेरिकासँग युद्ध भए युद्ध, शान्ति भए शान्ति, ठाउँका ठाउँ भन्छन् नि। किन त्यस्तो गर्न सक्यो भन्दा त्यहाँको समाजै राम्रो हो, त्यहाँको प्रविधिको विकास राम्रो हो, त्यहाँको एकता, राष्ट्रिय एकताले गर्दाखेरि त्यो सम्भव भएको हेर्नुहोस्। त्यसैले कति मान्छेहरूले अमेरिकी प्रचारबाजीलाई नै त्यो साँचो ठानेर उसले त हजारौँ झुटहरू बोलिरहेका हुन्छन् नि उत्तर कोरियाको विरुद्ध। उत्तर कोरियालाई केही गर्ने आँट भएन अनि भ्रम फैलाइरहने। त्यसै त्यो कुरामा अब नबुझेर त्यसको गहिराइसम्म अध्ययन नगरिकन हजुवात हाल्नु, यो पनि उत्तर कोरियाको, त्यो भनेको बन्द समाज भन्न खोज्या हो। यहाँ पुरा खुला समाज छ नि, प्रजातान्त्रिक अभ्यास हामीले गरिरहेका छौँ नि। अघि भने जस्तै हाम्रो जस्तो हामीलाई जस्तै नेमकिपाका कार्यकर्ताले गाली गरे जस्तै अन्य विपक्षी पार्टीहरूले अरू ठाउँमा ठुला दलका नेताहरूले एकचोटि गाली गरेर हेर्नुहोस् त, त्यहाँ कस्तो हविगत हुन्थ्यो भन्ने कुरा थाहा होला नि। हामीले केही भनेनौँ, तर्कको तर्कै जवाब दिन्छौँ हामी। सैद्धान्तिक बहसमा उत्रन्छौँ। त्यो केटाकेटी पाराको बोली अनि गुन्डागर्दी शैलीका भाषाहरू, अपहरणकारी शैलीका अभिव्यक्तिहरूमा हामीले त्यो कुनै त्यो जवाब दिइरहनु आवश्यक पनि ठान्दैनौँ। सैद्धान्तिक कुरामा त एमाले, माओवादी, काङ्ग्रेसहरूलाई त सबभन्दा बढी त हामीले नै गर्छौँ। जस्तो एमसिसी पास गरे सांसदहरूले र नेताहरूले। एमसिसीको विरुद्ध नेपाल मजदुर किसान पार्टी जसले नेपाल मजदुर किसान पार्टीले जतिको कसले विरोध गरेछ र? संसदमा होस्, हाम्रो सडकमा होस्, देशका कुना काप्चामा कहाँ पुगेका छैनौँ हामी? सयौँ ठाउँमा हामीले जुलुस गऱ्यौँ, सयौँ ठाउँमा पुगेर हामीले पर्चा वितरण गऱ्यौँ। त्यसपछि त बिस्तारै सांसदहरूले पढ्न थाले, नेताहरूले त्यसबारे गहिराइमा गएर अध्ययन गर्न थाले। हाम्रो देशको निम्ति यो घातक रहेछ भनेर अहिलेकै शासक दलका नेताहरूले सडकमा पुर्याउने त हामी नै हो नि। अहिलेकै शासक दलका नेताहरूले त्यो आफ्नो नेताहरूको विरुद्ध बोल्न बाध्य पार्ने त हामी नै हो नि। त्यहाँ स्वीकार्नुहोस् या नस्वीकार्नुहोस्, यथार्थ त्यही हो, सत्य त्यही हो। कति ठुला दलका नेताहरूले त त्यो एमसिसीको सम्झौतै परेको थिएन। सबै बुढाहरू एमसिसीमा यो छ, अब भारतको उपनिवेशमा जाने, अमेरिकाको नियन्त्रणमा जाने कुराहरू भए। त्यसै गरिकन एमसिसीमा हस्ताक्षर गरेपछि हाम्रो कानुन एउटा कागजको खोस्तामा रूपान्तरण हुने कुरो भयो। अनि अपराध गरेको खण्डमा अमेरिकनहरूले उन्मुक्ति पाउने, यस्ता खालका कुराहरू छन् नि। ती सबै सन्धि सम्झौताहरूको बुढागत रूपमा जनताको बिचमा व्याख्या गर्ने नेमकिपा नै हो नि। तर अन्तिममा सबै मिले, सबैले पास गरे। तर हेर्नुहोस्, अहिलेका यी ठुला दल भनिएकाहरूमध्ये काङ्ग्रेस, एमाले, माओवादी, अहिलेलाई त्यति सम्झौँ, ती दलहरूमध्ये एउटा मात्रै एमसिसीको विपक्षमा बसेको भए समर्थकहरू पटासाप हुन्थे, चाहे काङ्ग्रेस होस् चाहे एमाले होस्। काङ्ग्रेस अथवा माओवादी जोसुकै त्यसको विपक्षमा उभिएको भए जनतामा त्यति जागरण आइसकेको थियो। तर सबै मिलेर खाइसकेपछि सबैले समर्थन गरे। आत्मसमर्पण भनेको त्यही हो नि। त्यसैले त अब अमेरिकनहरू आउँदैछ नि निरन्तर, होइन? अब रुस र युक्रेनको युद्धमा हेर्नुहोस्, हाम्रो प्रधानमन्त्रीले तुरन्तै समर्थन गरिहाल्यो युक्रेनको। अमेरिकन दूतावासमा लेखिराखेको छ नि, हामी युक्रेनको पक्षमा छौँ, सानभरि झुन्डाइराखेको छ दूतावासमा। भनेपछि यसरी खुल्ला अरू देशको राजनीतिमाथि, सार्वभौमिकतामाथि हस्तक्षेप गर्दा पनि हाम्रो सरकारले, हाम्रो प्रधानमन्त्रीले, हाम्रा नेताहरूले आफ्नो परराष्ट्र नीति नै बिर्सेर समर्थन गर्नुभयो। किन? एमसिसीमा हस्ताक्षर गरेको कारणले। भोलि त तिनीहरूलाई समर्थन गर्नुको विकल्प थिएन, किन छैन? किनकि त्यसभन्दा पहिला चाहिँ हस्ताक्षर गरिसकेका थिए। चाइनाले समर्थन गरेन, भारत तटस्थ बसेका छ। ती ठुल्ठुला दलहरू तटस्थ बसेका छन् भने हाम्रो परराष्ट्र नीतिमा त हामी असंलग्न छौँ, कुनै पनि सैनिक मोर्चामा जाँदैनौँ भने नै उल्लेख छ नि। त्यसको विरोधमा सिधै समर्थनमा गए, के को विकल्प छैन। त्यो डर छेरुवाको कुरा भयो त्यो।
आत्मसमर्पणवादीको कुरा भयो। हामी एकजना भए पनि लड्छौँ, हामी दृढताका साथ आफ्नो नीतिमा अडिग रहन्छौँ भने कसले के गर्न सक्छ? अब हस्ताक्षर गरेपछि त अहिले त भारत हाम्रो देशभित्र बनाउने योजनाको भारतसँग स्वीकृति लिनु पऱ्यो कि परेन? अब त्यो त अमेरिकनहरू अब फेरि आउँदैछ, हेर्नुहोस् कतिजना त आइसकेका छन्, सेनाहरू आएको खबरहरू आउँछ, अमेरिकन प्लेनहरू ल्यान्ड गरेको कुराहरू हामीले सुनिरहेका छौँ। भनेपछि पहिला एकैचोटि देश खान्छु भनेर आउँदैन साम्राज्यवादीहरू, पहिला गरेर आएर अहिलेका यो एमसीमा हस्ताक्षर गर्नेहरूलाई त पासो लगाएर लान्छ, हातकडी लगाएर लान्छ नि, त्यतिकै कहाँ राखेको छ? हेगमा लान्छ भनेर अहिलेका प्रचण्डजीहरू डराइराखेका छन्। त्योभन्दा चर्को ठाउँमा लानेछन् नि, अलिकति मात्रै त्यो अमेरिकाको विरोध गर्न साथ लान्छ। कयौँ नेताहरूलाई त सुट गरेछ नि, सदाम हुसैनलाई मारेको अमेरिकाले होइन, लिबियाको गराफीलाई हत्या गरेको अमेरिकनले होइन। अहिलेसम्म हेर्नुहोस् कमसेकम पनि 150 भन्दा बढी देशहरूमा निर्वाचनमा हस्ताक्षर आफूले भनेका मान्छे जितेनन् भने निर्वाचनमा प्रत्यक्ष हस्तक्षेप गरेको अमेरिका हो। 50 जना नेताहरूलाई टाउको काटेको छ, गोली हानेको छ नेताहरूलाई, किनभने अमेरिकाको नीति अनुसार चलेन भनेर। यहाँका अहिलेका शासक दलका नेताहरू र त्यस्ता नेताहरूको बिचमा त के हो र? कुन ठुलो कुरा हो र? त्यसले हस्ताक्षर गर्ने ठुलो कुरा होइन, जनताको सार्वजनिकताको कुरा ठुलो छ। तर आत्मघाती काम गरेको थर्नी छ, देशघाती साबित त भइ नै सकेको छ। मानुन् या नमानुन् कार्यकर्ता त यिनीहरूलाई ठुक्ने छन्। यहाँका नेताहरूलाई त अहिलेका नेताहरूलाई आफ्नै छोराछोरीहरूले हेर्नुहोस्, आफ्नै कार्यकर्ताहरूद्वारा मारिए पनि आश्चर्य मान्नु पर्दैन। अहिले हाम्रा प्रचण्डजीहरू हुनुहुन्छ नि, हामीलाई त यस्तो पुर्याउँछ नि, कार्यकर्ताले पुर्याउँछ, अरू त के कुरा गर्ने? आफ्नो जनताका छोराछोरीलाई 17,000 मार्यौँ 5,000को जिम्मा लिन्छौँ भने जस्तो सजिलो छैन यो राजनीति भने। अहिलेको यो जो भइराखेको छ नि, चुनाव जित्ने हार्ने भने त यो प्रक्रियागत कुरा हो, प्रजातान्त्रिक कुरा हो। फौजवादी रूपमा कोही जित्छन् कोही हार्छन्। अहिलेका करोड पैसा खर्च गर्नेहरू त हार जितको त्यो भइरहन्छ, त्यो त जसले बढी पैसा खर्च गर्छ। अहिलेको चाहिँ पछिल्लो नतिजाअनुसार जो प्रमुख दलका नेताहरू छन्, जस्तो शेरबहादुर देउवाजीले जहाँ मतदान गर्नुभयो त्यहाँ चाहिँ काङ्ग्रेसले हारेको छ, जहाँ चाहिँ केपी ओलीले मतदान गर्नुभयो त्यहाँ चाहिँ एमाले हारेको छ होइन, त्यस्तो त भइरहेको छ अवस्था। तर भक्तपुरलाई विशेष गरी सबै पालिकाहरूले चाहिँ उदाहरणको रूपमा लिने अनि अध्ययनका लागि पनि आउने, यहाँ आउनुहुन्छ नि त पालिकाहरू पनि, त्यो चाहिँ यहाँहरूबाट सिकेर गएर हामीले चाहिँ यो कुरा चाहिँ युटिलाइज गऱ्यौँ है भनेर चाहिँ कसले खबर गर्ने कुरा सिक्नु छ। कलेजहरू नै खोलेको उदाहरण छ। नेपालगञ्जका मेयर साहब ढवल शमशेर राणा यहाँ आउनुभयो, उहाँहरूसँग राम्रै छलफल भयो, करिब 3-3.5 वर्ष भयो। मेरो कार्यकालमा म कलेज खोल्छु भन्नुभयो, नेपालगञ्जमा महिला कलेज खोल्नु भएकै छ, मजाले चलाउनु भएको छ। अरू ठाउँको पनि हामीले समाचार सुनिरहेका छौँ, कतिले खोल्ने अभ्यास गर्नुभएको छ, सञ्चालनमा आएको छैन, 2 नगरपालिका जतिले सञ्चालन गर्यो भन्ने कुरा हामीले सुनेका छौँ। त्यसैले सिक्न खोज्छन्, हामीले पनि अरूबाट सिक्ने हो। अनुभवको आदान प्रदान भनेकै यही हो नि। हामीले नै सबै कुरा गरेको ठिक छ भन्ने कुरा होइन नि, हामीले पनि धेरै कुरा अरूबाट सिकेका छौँ। धेरै नगरपालिकाका मेयरहरूसँग भेट्न गएका छौँ, 50औं जना नगरपालिकाका मेयरहरू यहाँ आउनुभएको छ, सबै कुराहरूले प्रकाशित गरेका छौँ। धेरै मेयर साहबहरूसँग हामीले छलफल पनि गरेका छौँ, अनुभवको आदान प्रदान गरेका छौँ। अनुभवको आदान प्रदानले हामीलाई अगाडि बढाउनको निम्ति ऊर्जा दिने हो, हामीले त्यो काम गरिरहेका छौँ। 5 वर्षमा गर्नुभयो र चाहिँ फेरि पनि अनुमति नभयो जनताबाट, के छुटे जस्तो लागिरहेको छ 5 वर्ष गरेकोमा? छन् धेरै छन् हामीसँग काम गर्नुपर्ने। जनताको बिचमा 5 वर्ष अगाडि दिएका वचनहरू त पुरा गऱ्यौँ, तर त्यो बिचमा गर्न नसकेका, प्रदेश सरकारले सहयोग नगरेर, केन्द्र सरकारले आवश्यक सहयोग नगरेर गर्न सकेका काम अहिले पुरा गर्ने सोचमा छौँ। जस्तो खोप अस्पताल हाम्रो 25 शय्याको मात्रै स्वीकृति छ, 100 बेडको चलाउने कोसिस गर्दै भ्याएन, सकेन। स्वीकृति प्राप्त भएपछि सबै पूर्वाधारहरू तयारी अवस्थामा छन्, सबै खालको तयारी अवस्थामा छ। त्यो आउँछ यो कार्यकालमा, हामी 100 बेडको बनाउँछौँ पहिलो। दोस्रो कुरो, हामी खोप विश्वविद्यालयको कुरा गरिरहेका छौँ। सरकारले संसदबाट विधेयक पारित गरिदिएको खण्डमा खोप विश्वविद्यालय नगरपालिकाले सञ्चालन गर्छ। अहिले 7वटा कलेजहरू जो नेपालकै नम्बर 1 कलेजहरूको रूपमा आउँछन्, उत्कृष्ट कलेजहरू छन्।
विश्वविद्यालय अब 7,000 विद्यार्थी पढ्ने त आफै विश्वविद्यालय हो भने हामी हिँडिराखेका छौँ किनभने मास्टर डिग्रीसम्म त हामीले पढाइराखेकै छौँ नि पिएचडी पनि गराउने भन्ने सोच थियो यो बिलेक पास नहुन त्यो सम्भव होइन त्यसलाई फेरि पनि जोड दिनेछौँ मेडिकल कलेज सञ्चालन गर्छौँ अहिलेको त 50-60 लाख होइन हामी त 15-16 लाखमा पढाइदिन्छौँ भनेर भनिराखेका छौँ संरचना भनेर एकचोटि बनाइ पुगिहाल्छ नि त्यो रोकिएको गोविन्द केसीजीको आन्दोलन नै उहाँको सम्झौता नै देखाउनु भयो नि हामी त गयौँ नि स्वास्थ्य मन्त्रालय ठाउँ ठाउँमा गयौँ नि गोविन्द केसीजीसँग 10 वर्षसम्म काठमाडौँ उपत्यकामा मेडिकल कलेज सञ्चालन गर्ने छैन भनेर सरकारले हस्ताक्षर गरेको देखाएपछि केही छ हामी रोक्यौँ त्यसपछि हाम्रा विभिन्न संरचनाहरू छन् जस्तै अहिले हाम्रो ब्याकग्राउन्डमा देखिरहेको त्यो सेतो दरबार लाल बैठक भनिन्छ दिएको छ हो त्यो बनाउन नसक्नुको कारण पनि केन्द्र सरकारको असहयोगले हो यताको दरबार त्यो एउटै दरबार थियो मल्लकालमा निर्माण हुँदाखेरि अनि जङ्गबहादुर राणाको पालामा आएर त्यसलाई काटेर अनि एउटा लाल बैठक भनेर त्यो त राणाकालीन हो नि ब्रिटिस शैलीको छ नि बनाएको रहेछ हामीले धेरै अध्ययन अनुसन्धान गरिसकेपछि पुराना फोटाहरू पुराना डकुमेन्टहरू सब फेला पारेर नेपाल सरकारसँग हामीले छलफल गऱ्यौँ मल्लकालीन शैलीमै बनाउनुपर्छ भन्ने कुरा पुरातत्व विभागका डाइरेक्टर संस्कृति मन्त्रालयका सचिव हामी सबै बसेर सबै डकुमेन्टहरू पेश गरेपछि उहाँले बोल्न सक्नु भएन मल्लकालीन शैलीमा बनाउने भन्ने कुरो हो तर मल्लकालीन शैलीमा बनाउनुको निम्ति युनेस्को अनुमति चाहिने रहेछ त्यो पुरातत्व मार्फत जानुपर्ने अनि पुरातत्व विभागले अलिकति जुन हिसाबले ताकिदा गर्नुपर्ने थियो त्यो ताकिदा नगर्दा भनौँ अथवा युनेस्को अनुमति नपाउँदाखेरि त्यो अहिलेसम्म बनाउन सकिरहेका छैन नत्र बनिसक्थ्यो त्यो पनि एउटा विश्व सम्पदा सूचीमा सूचीकृत ठाउँ हो नि जराफाइ गर्न पनि मिल्दैन हो त्यसकारण यो बन्न सकेन त्यो पनि हामी पुरा गर्ने कोसिस गर्छौँ त्यस्तै गरिकन यता छेउमा त्यो सँगै 55 झ्यालसँगै जोडिएको एउटा दरबार छ थन्ठु दरबार भनिन्छ त्यो पहिले नगरपालिका रहेको भवन हो त्यो नगरपालिका रहेको भवन पनि हामी नगरवासीहरूकै सहयोगमा बनाउन चाहन्छौँ तर पुरातत्व विभाग ठेक्का नै दिनुपर्छ भन्ने कुरा गर्छ त्यसमा हाम्रो कुरो मिलेन त्यसपछि हाम्रो भूकम्प पुनर्निर्माण सम्बन्धी कार्यविधिमा 10 करोडसम्म उपभोक्ताले गर्न पाइनेछ भन्ने लेखेको छ त्यसमा भनिएको छ पुनर्निर्माण प्राधिकरणको स्वीकृति लिएर भनेछ स्वीकृति नै दिएन सरकारले स्वीकृति नदिएपछि त्यो दरबार पनि बनेन हेर्नुहोस् त्यसदेखि बाहेक तपाईँ नगरभरि एकचोटि घुम्नुहोस् त भूकम्पपछि करिब 120-25 वटा सम्पदाहरू त्यसमा अभिलेखमा 120 भन्दा बढी भन्ने उल्लेख छ 124 वटा त हामीले बनाइ नै सक्यौँ दर्जनौँ सम्पदाहरू अहिले निर्माणाधीन अवस्थामा छ पोखरी निर्माणाधीन अवस्थामा छ पातिपोवा मठ मन्दिर टोलमा अहिले निर्माणाधीन अवस्थामा छ अनि सङ्घीयतामा गयो देश स्थानीय सरकारलाई पनि एक किसिमको अधिकार दियो र पनि केन्द्रका केही कुराहरू अथवा केन्द्रका केही आदेशहरूले त स्थानीय सरकारले विकास गर्न नपाउने ठाउँहरू पनि रहेछन् संहिता देशमा आयो संविधानमा आयो कानुनमा आयो नेताहरूमा दिमागमा आयो नियन्त्रित संहितामा जान खोज्यो नियन्त्रित भनेको सिंह दरबारबाट नियन्त्रित यो स्थानीय तर प्रदेश सरकार भन्ने त सङ्घकै इकाइहरू हुन् भनेर प्रधानमन्त्रीजीहरूले नै बोल्नुभएको कुरा त हामीले सुनिराखेका छौँ हो त्यो मानसिकता शासक दलहरूमा गए शिक्षकहरूलाई तलब खुवाउने नगरपालिका अनि शिक्षकहरू सरुवा बोरुवादेखि सारा काम सङ्घले गर्छ तलब जसले खुवाउँछ नियन्त्रण उसैको हातमा हुनु पर्थ्यो त्यो त सैद्धान्तिक कुरा हो नि त्यो पनि सरकारले गरेको छैन त्यति मात्र होइन हामीले खोलिरहेको 60-61 सालदेखि निरन्तर चलाइरहेको नर्सिङ कलेजलाई बन्द गरिदियो अहिलेको शिक्षा मन्त्री देवेन्द्र पौडेल आश्चर्य त यहाँनिर छ नि राज्यलाई बलियो बनाउनु पर्छ भन्ने मान्यता बोक्ने संविधानले त्यही भन्छ कानुनले त्यही भन्छ कारण सेबेरको आफ्नै अस्पताल भएन भने सेबेरको अस्पतालको निमित्त ताकेदा गर्छौँ प्रदेश सरकारले सेबेरको अस्पतालको स्वीकृति नदिने सेबेरको अस्पतालको स्वीकृति छैन भनेर सङ्घ सरकारले चलिरहेको नर्सिङ कलेजलाई बन्द गरिदिन्छ नाफाका निम्ति त होइन गरिब जनताको निम्ति छात्रवृत्तिदेखि आधा शुल्कमा हामी पढाइराखेका छौँ स्तरीय नर्सहरू हामीले उत्पादन हरेक वर्ष 40 जना यो वर्ष पढ्नै लिन पाएन अनि यस्ता नेताहरूबाट मन्त्रीहरूबाट के आशा गर्ने देशले आफ्नो निजी कलेज सञ्चालन गर्ने आफूले नाफा कुम्ल्याउने 60 पुस्ताको लागि आम्दानी गर्ने गरिब जनता मरुन् भन्ने सोच भएका मान्छेहरू मन्त्री पदमा बसेछौँ देश विकास सम्भव छैन दर्गाजी एकदमै यसमा हामी स्पष्ट भनिरहेका छौँ गरिब जनताहरूलाई माथि उठाउन चाहँदैन अहिलेका शासकहरूले
यहाँले भने अनुसार त यो सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई चाहिँ अथवा यी नेताहरूले आफ्नो मान्छे चाहिँ इङ्गेज गराउनका लागि सङ्घीय र प्रदेश भने अथवा सङ्घीयता भने तर चाहिँ शासन व्यवस्था पहिलाकै जस्तै छ हो त्यसो भए हेर्नुहोस् न अहिलेको सिडिओसँग भएको अधिकार जति प्रदेशको गृहमन्त्रीसँग छ र न प्रहरी परिचालन गर्न सक्छ प्रहरी नै नियन्त्रणमा नभएको गृह मन्त्रालय प्रदेशको यो गृह मन्त्रालयको निम्ति करोडौँ करोड खर्च किन चाहिन्छ नियन्त्रण त अहिलेसम्म चाहिँ 5 वर्ष त गयो नि कमसेकम 5 वर्षको यो कार्यकालभित्र प्रदेश सरकारले कुनै कानुन बनाएर ल यो अनुसार गर भनेको छ र हामीले त आफ्नो कानुन बनायौँ नगरपालिका भक्तपुर नगरपालिका 48वटा ऐन कानुन बनायौँ चलाइराखेका छौँ बाजेको अवस्थामा हामी खारेज होला त्यो अनुसार जाँदाखेरि 5 वर्ष त हामीले सफलताका साथ सञ्चालन गऱ्यौँ संविधानमा लेखेको छ प्रदेश कानुन पाउने ठाउँ ठाउँ प्रदेश कानुन पाउने प्रदेश कानुन नआएसम्म हामी पर्खेको भए केही कानुन पनि बनेन केही काम पनि हुँदैन कयौँ ठाउँमा काम हुन सकेन भन्नुको कारण नगरपालिकाहरू चाहिँ कयौँ ठाउँमा प्रदेशको कानुन कुरेर बसिराखेका छ नि हामी पर्खेनौँ कयौँ पत्रकारहरूले सोध्नुहुन्छ होइन बाजियो भने के हो बाजियो भने बाजेको हटसम्म खारेज हुन्छ कानुनको विद्यार्थीको नाताले कानुन के हो भन्ने कुरा त हामीलाई थाहा छ 5 वर्षसम्म कानुन बनाएर के पर्खेर बस्ने त्यो बेला हामी पत्रकारसँग उल्टै प्रश्न गर्थ्यौँ नभने 5 वर्षसम्म बनाइदिएन लोकसेवा प्रदेश लोकसेवा अन्तर्गत कर्मचारी भर्ना गर्ने भनेछ अहिलेसम्म प्रदेश लोकसेवाले केही गर्न सकेको छैन सङ्घबाटै कर्मचारी पठाउँछ तर एउटा कुरा के हो भने अघि संहिताकै सँगै जोडिएको 2055 सालमै कर्मचारीहरू राख्ने सरुवा बढुवा भनौँ या त्यसको सुविधाको कुराहरू त स्थानीय स्वायत्त शासन 2055ले नगरपालिकालाई दिए हो नि त्योभन्दा पछाडि फर्केर अहिले के गर्यो भन्दा सबै कर्मचारीहरू प्रदेश सरकारले लोकसेवा मार्फत पठाउने भनिदिएको छैन अब 5 वर्षसम्म अहिले गइसक्यो पठाउन सकेन सङ्घले पठाएको हामीले कर्मचारी लिएका छैनौँ थुप्रै समस्या छ नि कति नगरपालिकाहरूले काम गर्न नसकेको अवस्थामा अहिलेका यी शासक दलहरू नै दोषी छन् नि अनि प्रदेशको औचित्यमाथि प्रश्न उठ्दैन भूमिका त छ नि कानुनले संविधानले के काम गर्ने भन्ने कुरा छ त्यसमा पनि साझा कार्यसूचीहरू छन् त्यस अन्तर्गत के कानुन बनाउने भन्ने कुरो त तिनैवटा पछि बसेर सही हुनु पर्यो त्यो अनुसारको नयाँ कानुन आउनु पर्यो आफ्नो एकल अधिकारभित्र त त्यो विवाद नहोला साझा अधिकारको एउटा कानुन बन्यो अनि प्रदेशको औचित्यमाथि प्रश्न उठिहाल्छ नि एउटा पत्राचार गर्ने होइन नि प्रदेश सरकारले कोरोनाको समयमा ल यति बजेट नगरपालिकाले राखिदिन्छौँ तपाईँहरूले अक्सिजन प्लान्ट राख्नुहोस् भनिदिएको भए प्रदेश सरकार हाई हुन्थ्यो हेर्नुहोस् है घर घरमा तपाईँहरू गएर यो सबै कुरा वितरण गर्नुहोस् भइदिएको स्वास्थ्य सामग्री वितरण गर्नुहोस् आइसोलेसनको निम्ति तपाईँले पैसा खर्च गर्नुहोस् दनादन पैसा खर्च गरिदिएको भए जनताको जीवन बस्थ्यो प्रदेश सरकार वा यस्तो हुनुपर्छ भन्थ्यो नि पैसा नभएर जनतासँग मागेर चलाउनु पर्ने अवस्था आयो अनि प्रदेश सरकारलाई गाली गरिदिने जनताले नभए नि हुन्छ भन्ने हो प्रदेश सरकार नभए नि हुन्छ भन्ने हो भन्दा पनि अब कानुनले बनाइसकेको संविधानले बनाइसकेकोमा आफ्नो औचित्य पुष्टि गर्ने जिम्मेवारी आफ्नै हुन्छ हामीले केही काम गरेनौँ भने हाम्रो औचित्य के रहन्छ प्रदेश सरकारहरू पनि यसमा क्रियाशील हुनु पर्थ्यो नि नत्र यो राख्नुको के अर्थ त्यत्रो मन्त्रीहरू छन् नामै राख्न नसकेको त अझै छ नि नसकेका पनि त छन् नि कतिले 4 वर्षमा कतिले 3 वर्षमा राखे एउटा नाम जुटाउन सकेका छैन 7 जना मन्त्री राख्ने भनेको ठाउँमा 15-20 जनासम्म मन्त्री राखेका छन् पहिलेको सांसद चाहिँ अहिले मन्त्री भइसकेका छन् आर्थिक स्रोत केही छैन व्यापार घाटा महिनाको 1.5 खर्ब छ भोलिको देशको बारे चिन्ता गर्नु पर्दैन शासन चलाउने भनेको त्यो कुर्सी ओगट्ने होइन नि जनताको सेवा गर्नुको निम्ति भोलि के होला आफ्नो छोराछोरी हेर्ने हो नि मन्त्री भइसकेपछि त आफ्नो देश मेरो निर्वाचन क्षेत्र हो भन्ने सोच्नुपर्छ तर मन्त्रीले आफ्नो निर्वाचन कुन निर्वाचन क्षेत्रबाट म जितेको छु निर्वाचन क्षेत्रलाई हेर्छ सारा बजेट त्यहीँ खन्याउँछ देशलाई एकातिर राख्छ आफ्नो निर्वाचन क्षेत्रलाई अर्कोतिर राखेर पैसा खर्च गर्छ मेरो निर्वाचनमा यति निर्वाचन क्षेत्रमा यतिवटा योजना पास गरे लाजै नमानिकन हाम्रै मन्त्रीहरूले बढेर हिँड्छन् नि चुनाव जित्नको निम्ति गर्ने होइन नि समाज परिवर्तनको निम्ति राजनीति गर्ने हो देशमा परिवर्तन ल्याउनको निम्ति राजनीति गर्ने हो चुनाव त पहिले पञ्चायतकालमा पनि जितिरहेकै थिए के फरक भएर नत्र यो 10 वर्षसम्म हामी युद्ध गरेर आएको भने दाबी गर्नु के अर्थ रहन्छ र त्यसका समाज परिवर्तनको निम्ति भूमिका खेल्न सक्नुपर्छ भन्ने नै हो अन्तमा अब जो योजनाहरू सुनाउनु भयो हुन त ती चुनौतीहरूको बारेमा पनि थोरै भन्नुभयो भन्न त त्यही पनि मैले फेरि सोधेँ अबका आउने 5 वर्षमा यहाँका चुनौतीहरू के हुन् धेरै छन् चुनौतीहरू
हामीले खोला सुधार गर्ने कोसिस गऱ्यौँ, त्यो अहिले पुरा भएको छैन। किनभने नेपाल मजदुर किसान पार्टीका अध्यक्षज्यूले एउटा 100 वर्षपछिको भक्तपुर पनि लेख्नु भएको छ। त्यो भक्तपुरको कल्पनामा हाम्रा 2टा खोलाहरू छन्, ती खोलाहरूमा सफा पानी बगिरहनेछन् भन्ने उहाँले लेख्नु भएको छ। त्यो सुधारको निम्ति प्रयास गरिरहेका छौँ। उपचार पानी फोहोर पानी प्रशोधन गरेर मात्रै खोलामा फाल्नको निम्ति अहिले एउटा 57 रोपनीमा त्यो उपचार पोखरी बनिरहेको छ, एउटामा 7 रोपनी जति जग्गामा बनिरहेको छ। त्यो सम्पूर्ण भइसकेपछि त्यो अर्बौंको प्रोजेक्ट छ, एउटा 29 करोडको छ, एउटा अर्बौंको प्रोजेक्ट छ। त्यो दुवै अगाडि बढिसकेको छ, समय लाग्छ, त्यो बन्छ। त्यो हाम्रो चुनौतीको विषय बनेको छ। त्यस्तै गरिकन सांस्कृतिक नगर घोषणा गर्ने भन्ने हाम्रो लक्ष्य थियो। सांस्कृतिक नगर घोषणा गरिसकेपछि यो क्षेत्रमा बसोबास गर्नेहरूले केही योगदान गर्नुपर्छ, केही सुविधा पनि पाउनेछन्। त्यो अधिकार भनेको प्रदेशले गर्नुपर्थ्यो, हामीले गर्न सकेका छैनौँ। त्यो हाम्रो निम्ति चुनौती बनिरहेको छ। प्रदेश सरकारसँग हामीले छलफल गर्नुपर्छ। लगायतका थुप्रै कामहरू छन् जति पनि अहिले हामीले निर्माण गर्न नसकेका प्राविधिक कारणहरूले, ती कामहरू हामी पुरा गर्नको निम्ति कोसिस गर्नेछौँ। यस्ता चुनौतीहरू नभइकन हामी विकास पनि हुँदैन। चुनौतीहरूसँग भाग्ने होइन, हामी त चुनौतीहरूलाई सामना गर्दै अगाडि बढ्ने हो। अहिलेसम्म जे गरेका छौँ नि त्यो त चुनौतीसँग फेस गर्दै अगाडि बढेका हुन्। कुनै पनि काम सहज थिएन। स्कुलको स्तर उठाउनको निम्ति हेडमास्टर भएका कयौँ साथीहरूलाई तपाईँहरू शिक्षक होइन, कर्मचारीमा बसेर काम गर्नुहोस्, लाइब्रेरीमा बस्नुहोस्, प्रशासन मात्रै चलाउनुहोस् भनेर हेडमास्टर भएका कयौँ साथीहरूलाई हामीले पठायौँ। स्तरीय शिक्षकहरू राख्यौँ। सामुदायिक विद्यालयहरूको स्तर बिस्तारै उठ्दैछ। सामुदायिक र निजी विद्यालयमा फरक भेडाउन गाह्रो भइसकेको छ। सामुदायिक नै निजीभन्दा माथि उठाउने हो हाम्रो उद्देश्य भनेको। अहिले एउटै विद्यालयमा पनि हजारौँ विद्यार्थीहरू पढिरहेको देख्दा आनन्द आउँछ। ओहो, देशभरिका विद्यार्थीहरू भक्तपुरका सामुदायिक विद्यालयमा पढ्न आउनु भने त हाम्रो निम्ति खुसीको कुरा हो नि। त्यसैले जनताका छोराछोरी जहाँ पढ्छन्, जनता जहाँ गएर उपचार गर्छन्, जनताको प्राथमिकता के विषय हो, हामीले त्यसलाई चुनौतीको रूपमा लिँदै अगाडि बढ्छौँ। खानेपानी समस्या छ, त्यो खानेपानीको निम्ति धेरै प्रयास गरिरहेका छौँ। त्यो प्रयास पनि यो कार्यकालमा हामी पुरा नै गर्छौँ, त्यो हामीलाई लाग्छ। किनभने खानेपानीको निम्ति ठाउँ ठाउँ बोरिङ गरेका छौँ, त्यो पर्याप्त छैन। तर मेलम्चीको पानी ल्याउने प्रयास गरिरहेका छौँ। आउँछ छिट्टै नै, तर आइसकेपछि जनताले सहज रूपमा त्यो उपलब्ध गराउनेछौँ। यस्ता थुप्रै समस्याहरू छन्। ती चुनौतीहरूलाई हामी बिस्तारै क्रमशः एकैचोटि हामी पुरा गर्छौँ पनि भन्दिनँ, तर हुन्छ। जनताले विश्वास पनि गर्छन्, किनभने हामीले समय नटोके पनि जनताको आवश्यकता पहिलो प्राथमिकतामा राख्दै गइरहेका छौँ र जनताले त्यो आधारमा हामीले विश्वास पनि गर्नुभएको छ। अबको 5 वर्ष सकिँदा चाहिँ त्यसभन्दा पछि फेरि चाहिँ दोहोरिन त पाउनुहुन्न, 2 चोटिसम्म मात्रै होला स्थानीय तहमा दोहोरिन। त्यति बेलासम्म चाहिँ खोलाहरूमा पानी सफा पर्छ। त्यो अहिले 1.5 वर्षको योजना छ। हाम्रो कार्यकालमा सुरु गऱ्यौँ, मजाले त्यो काम अगाडि बढेको छ। एउटा अर्बङको प्रोजेक्ट चाहिँ धेरै अगाडि बढिसकेको थियो। कोरोनाको समयमा सायद त्यो बेपत्ता भयो या के हो, अब रिटेन्डर गर्नुपर्ने अवस्था आयो। 3-4 वर्ष लिन सक्छ। हाम्रो कार्यकालमा त्यो 2टै योजना चाहिँ सुरु हुन्छ र पानी सफा पानी अब फेरि हाम्रो नगरपालिकाभन्दा बाहिरको फोहोर पानी जोडिने त्यो सम्भावना बढेको छ। नभए त हाम्रो एरियाभित्र भने सफा पानी बग्ने धेरै सम्भावना छ, त्यो देखेका छौँ। अनि अब हुन त नगर प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ र हामी आज चाहिँ कुराकानी नगर प्रमुखको हैसियतले अलिक बढी चाहिँ केन्द्रित भयौँ। थोरै पार्टीको कुराकानी चाहिँ जोड्नलाई सायद हामीले यो सानैदेखि सुन्दै आएको प्रश्न पनि यो नेमेकेपाका लागि अथवा नेमेकेपाको कार्यकर्ता नेताहरूलाई पत्रकारहरूले सोधिरहने दोहोरिरहने प्रश्न भक्तपुरभन्दा बाहिर चाहिँ त्यति धेरै किन फैलिनु भएन, मैले पनि राखेँ यो प्रश्न। धेरै ठाउँमा अहिले पनि हाम्रा साथीहरूले उम्मेदवारी दिनुभएको छ। अब करोडौँ करोड खर्च गर्ने, भोज खाने, त्यस्ता कारणले गर्दा जित्न सकेनौँ, त्यो आफ्नो ठाउँमा छ। तर विचारको लडाइँ हो नि यो त। ठुल्ठुला पार्टीहरू नै अर्को पार्टीलाई हराउनको निम्ति 4वटा 5वटा पार्टीको गठबन्धन बनाएर, तर हामीले यो निर्वाचनलाई एमसिसीका समर्थक देशघाटीहरूको विरुद्धको हाम्रो आन्दोलन भनेर हामी छुट्टै लड्यौँ। कोहीसँग कहीँ पनि हामीले गठबन्धन गरेनौँ। यो विचारको लडाइँ हो, सिद्धान्तको लडाइँ हो। यो विचार र सिद्धान्तको लडाइँमा हामी एक्लै अगाडि बढ्छौँ भनेर हामी अगाडि बढेको छौँ। कहीँ पनि छैन हाम्रो, कहीँ पनि छैन। कोही साथीहरूले त्यसो गरेर खबर त्यो गर्न पाउँदैन। एमसिसीका पक्षधरको विरुद्ध हामीले लड्ने हो। जनताको बिचमा हामी स्पष्टताका साथ अगाडि बढ्नुपर्छ। त्यसैले निर्वाचन भनेको के हो भने वैचारिक स्पष्टताको हामी चुनाव लड्ने हो, जनताको सेवाको निम्ति चुनाव लड्ने हो र यो निर्वाचनलाई जनताको राजनैतिक स्तर, सांस्कृतिक स्तर माथि उठाउने एउटा अभियानको रूपमा सञ्चालन गर्ने हो र एउटा विश्वविद्यालयको रूपमा हामीले अगाडि बढाउने हो।
एउटा विश्वविद्यालय वर्षको 5-7 हजार विद्यार्थीलाई शिक्षित बनाउँछ भने यो निर्वाचनले लाखौँ करोडौँ जनतालाई एकैसाथ शिक्षित बनाउँछ। फलानाले यस्तो गर्यो अहिले त आइराखेको छ नि हेर्नुहोस् है। त्यसका हामी के चाहन्छौँ, सङ्ख्या महत्त्वपूर्ण कुरा होइन, विचार ठिक ठाउँमा छ कि छैन। हाम्रो अध्यक्ष नारायणमान बिजुक्सेज्यू भन्नुहुन्छ, विचार छोडेपछि हिमालयमा चिप्लिटी खल्नु जस्तो हुन्छ। अब भयो कि भएन माओवादीहरू, एमालेहरूको स्थिति के भएको छ, कुनै सिद्धान्त बाँकी छ र अहिले? एउटा जित्नको निम्ति अपवित्र भनौँ, अनैतिक भनौँ, एउटा निर्लज्जताको पनि एउटा पराकाष्ठामा गइरहेको छ। जे गरेर पनि चुनाव जित्ने यो त राम्रो राजनीति होइन। यसले देशलाई भोलि कहाँ पुर्याउँछ भन्नेमा जान्नुपर्छ। अहिलेका नेताहरूले सोचेनन् भने आगामी नेताहरूले के गर्छ? अहिले हामीले देखिरहेका छौँ नि, गुन्डागर्दी गर्ने तस्करीहरू, भ्रष्टाचारीहरू, प्रहरीले खोजी गरेका मान्छेहरू, प्रहरीले सलाम ठोक्ने ठाउँमा पुगिरहेका छन् नि। 5-6 जना अहिले जेलमा छन्। अरू कयौँ मान्छेहरू जेलमा बस्नुपर्ने मान्छेहरू खुल्याम हिँडिरहेका छन्। सांसद अपहरण गर्ने मान्छेहरू, गुन्डा नाइके भनेर कोहलिएका मान्छेहरू, कतिपय उम्मेदवारहरूको वकालत गरेर हिँडेका मान्छेहरू पनि त छन् नि। तर के गर्ने, जनताले अनुमोदन गरेका छन् भनेर छाप लगाइदिएको छ। त्यस्ता मान्छेहरूले जनताको के को सेवा गर्छन्? ठेका लिने, घर जग्गाको कारोबार गर्ने, अनि साराका सारा प्लटिङ गरेर भाग खाने, कमिसनमा चुल्लुम्ब डुब्ने हो त्यस्ता नेताहरूबाट भोलिको जनताले के आशा गर्ने? अब त्यो नेताका पछाडि लाग्नेहरू कार्यकर्ताहरूबाट के आशा गर्ने? हाम्रा नेताहरू यस्तै हुन्, हामी पनि यहीँ गएर डाङडुङ। राजनीति भनेको डाङडुङ होइन नि त। राजनीति भनेको सबै नीतिको राजा हो। देशलाई राम्रो बनाउने नीति हो त्यो। देशलाई राम्रो बनाउने र नबनाउने भने त राजनीतिले गर्ने हो नि। आज संसारमा कयौँ देशहरू विकसित भएका छन्, केले? राजनीतिले गर्दा हो। कयौँ देशहरू डुबेको छ, केले गर्दा? राजनीति खराब व्यक्तिको हातमा राजनीति गएको कारणले गर्दा। त्यसैले यो अरूलाई दोष दिने मात्र कुरा होइन, जनता आफैमा पनि केही दोष छ नि। भोज खाएर मत दिने, आफ्नो छोराछोरीहरूलाई जागिर खाने प्रलोभमा मत दिने, अनि पैसा लिएर भोट खसाल्ने जनताबाट, अनि त्यस्तै नेताहरू चुनेर आउँछन्। उसले त लगानी गरेको छ नि। लगानी गर्नुको अर्थ हो फाइदा हो। त्यसैले राजनीतिलाई व्यापारीकरण गर्ने, अपराधीलाई नै अब राजनीतिको एउटा खोल ओराइदिने, त्यस्ता प्रवृत्तिले गर्दा हाम्रो देशको राजनीति सही ठाउँमा गइरहेको छैन। तर जनता सचेत हुँदै जानेछन् र एक दिन जनताले बुझ्नेछन्। र यस्ता मान्छेहरू जो भ्रष्टाचारी छन्, हामी राजनीतिक नेता हौँ भन्नेले ठाउँका ठाउँ कारवाही गर्ने दिन आउनेछ। त्यसपछि भने बुझ्नु सचेत नहुँदासम्म पत्रकारले यो प्रश्न चाहिँ नेमेकेपालाई सोधिरहनेछन् भन्ने हामीलाई मात्र होइन, सबैसँग सोध्नुपर्छ। त्यो राम्रो राजनीति गर्नेहरूसँग सोध्नै पर्छ। अलिकति ठुलो हुनु भएन भन्ने अर्थमा चाहिँ ठुलो हुनका लागि जनता सचेत हुनैपर्छ भन्ने चाहिँ यहाँ ठुलो हुनको लागि भन्दा पनि अहिलेको निर्वाचन आयोगले कसैले पैसा खर्च गरेको खण्डमा सबै त्यस्ता मान्छेहरूको उम्मेदवारी खारेज हुन्छ भनेर घोषणा गरेर उम्मेदवारी खारेज गरेको अवस्थामा र कुनै पनि पार्टीले कसैले पनि पैसा खर्च गर्ने छैन भने दाबी गरेको खण्डमा अनि नेपाल मजदुर किसान पार्टी के हो भन्ने कुरा संसारले देख्नेछ। नेपालले मात्र संसारले देख्नेछ। त्यो चाहिँ हामी भन्न सक्छौँ। इमान्दारिता के हो भन्ने कुरा नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरूलाई हेरेर भन्नुपर्छ। नत्र यो देखावटी इमान्दारिता होइन। साँचो इमान्दार के हो, इमान्दार मान्छेहरू कस्ता हुन्छन् भन्ने कुरा नेमकिपालाई हेरेर मान्छेले थाहा पाउनेछन्, बुझ्नेछन्। त्यसैले त्यो एउटा प्रतीकको रूपमा नेपाल मजदुर किसान पार्टीले अगाडि बढाइरहनेछ। सङ्ख्याभन्दा पनि हाम्रो विचारलाई अगाडि बढाउने कुरो हो। निरन्तर त्यसमा लागिरहनेछ। यहाँको आउने 5 वर्ष पनि एकदमै सफलताका साथ बितोस्। यहाँलाई धेरै धेरै शुभकामना र चाहिँ समयका लागि पनि यहाँलाई धेरै धेरै धन्यवाद। हस्, धन्यवाद छ। क्यानाडा नेपाल यो टेलिभिजन, अनलाइन टेलिभिजन हेरिरहनुभएका सम्पूर्ण दर्शकवृन्द जो नेपालभित्र र नेपाल बाहिर बसेर हेरिरहनु भएको छ। भक्तपुर नगरपालिका र नेपाल मजदुर किसान पार्टीले विगतदेखि गर्दै आएका केही कुराहरूको बारेमा संक्षिप्त जानकारी दिने अवसर दिनुभयो। त्यसको निम्ति तर्क थापा लगायतको यो क्यानाडा नेपाल टेलिभिजन टिम सम्पूर्णलाई म निर्वाचित मेयरको तर्फबाट सम्पूर्ण जनप्रतिनिधिको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद, नमस्कार। Subscribe and press the bell icon to never miss any update.